Life in Fukuoka. फुकुओकामा जीवनयापन यो फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम हो। नमस्ते, ओहाई गोजाइमास, म सरिता। यो छोटो समयको हाम्रो कार्यक्रम लाइफ इन फुकुओकामा तपाईहरूको लागि फुकुओकामा आरामदायक जीवनयापन गर्न तथा बाहिर निस्कँदा वा दैनिक जीवनमा आवश्यक पर्ने जानकारीहरू नेपालीमा दिने आइरहेकी छु। हरेक हप्ताको बिहिबार यो कार्यक्रम बिहान 8:54बाट म सरिताको साथ सुन्न सक्नुहुन्छ। छोटो समयको यो हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। फुकुओकामा जीवनयापन। तपाईहरू कतिको हिँड्नुहुन्छ होला? जो लामो समयसम्म घरमा बस्नुहुन्छ वा लामो समय उठ्ने वा बस्ने काम गर्नुहुन्छ, उहाँहरूले यदि हिँड्नु भएन भने शरीरलाई नकारात्मक असर पर्दछ। म चाहिँ अफिस नजिक भएकोले हिँडेर नै जान्छु अनि खाली समयमा र बिदाको दिनमा पनि जब मौसम राम्रो हुन्छ तब साँझतिर मलाई ओहोरी पार्कमा टहल्न धेरै मनपर्छ। तपाईहरू पनि समय निकालेर हिँड्ने गर्नुहोस्। बरु आजकल गर्मी बढिरहेको हुनाले बाहिर जान पानी पिउने गर्नुहोस्, मिल्छ भए बोकेर नै जाने गर्नुहोस् अनि शरीरलाई अत्याधिक गर्मीबाट जोगाउनुहोस्। फुकुओकामा जीवनयापन। आज मैले फुकुओकाको फोहोर फ्याँक्ने नियम सम्बन्धी सूचना लिएर आएकी छु। फुकुओकामा फोहोरलाई 3 किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ। जल्ने फोहोर, खाली सिसाको बोतल, प्लास्टिकको बोतल अनि नजल्ने फोहोर गरी 3 किसिमका हुन्छन्। कन्भिनियन्स स्टोर वा सुपरमार्केटमा बेचिराखेको फुकुओका सहरको फोहोर फाल्ने झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्। जल्ने फोहोरको लागि रातो रङको फोहोर फाल्ने झोला हो। कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा यो रातो रङको झोला प्रयोग गर्नुहोस्। त्यस्तै खाली सिसाको बोतल र प्लास्टिकको बोतल फ्याँक्नको लागि पहेँलो रङको फोहोर फाल्ने झोला हो अनि अन्य फोहोर जस्तै खाली क्यान र गिलास जस्तालाई नजल्ने फोहोरको रूपमा नीलो फोहोर फाल्ने झोलामा फाल्ने गर्नुपर्दछ। बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। जल्ने फोहोर हप्तामा 2 पटक, खाली सिसाको बोतल, प्लास्टिकको बोतल र नजल्ने फोहोर चाहिँ महिनाको 1 पटक सङ्कलन हुन्छ। अँध्यारो भएदेखि रातिको 12 बजेसम्ममा फोहोर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्। फुकुओका सहरको आधिकारिक लाइन आइडीमा फ्रेन्ड एड गरेर तपाईँको ठेगाना राख्नुभयो भने लाइनबाट फोहोर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराइन्छ। एउटा झोलामा नअट्ने ठुलो आकारको फोहोर वा भारी फोहोरलाई ठुलो आकारको फोहोरको रूपमा फाल्ने गर्नुहोस्। ठुला आकारको फोहोरका लागि फोन, इन्टरनेट वा लाइनद्वारा फुकुओका सी सोराई गोमी उकेचुकेमा सम्पर्क गरेर सङ्कलन गराउन सक्नुहुन्छ। कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्। फोन मार्फत सम्पर्कका लागि ठुलो आकारको फोहोर फाल्ने सेन्टरको फोन नम्बर 092-731-1153। फेरि एकपटक 092-731-1153। यदि तपाईँले जापानी भाषा बुझ्नु भएन भने दोभाषीको लागि अनुरोध गर्न मिल्छ। त्यसैले तपाईँलाई कुराकानी गर्न सजिलो भाषा कुन हो भन्नुहोला। यो फुकुओका सहरबाट जारी सूचना थियो। यो हप्ताको लाइफ इन फुकुओकाको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? लभ एफएमको होम पेजमा गएर लाइफ इन फुकुओका नेपाली भनेर खोजी पोडकास्टबाट पनि यो कार्यक्रम तपाईँको मिल्ने समयमा सुन्न सक्नुहुन्छ। त्यस्तै ब्लगबाट पनि यो कार्यक्रमको बारेमा जानकारी पाउन सक्नुहुन्छ। जाने आज मदन कृष्ण श्रेष्ठको माया लाउन सजिलो गीत तपाईँहरू सबैको लागि राख्दै बिदा हुन चाहन्छु। तपाईँको दिन शुभ रहोस्। नमस्ते।